त्यसो त थाहा दाइ ठिक छ तपाईको के गर्नु यार नेपालमा त यार एकदम के भइरहेको छ त के भयो बालिन दाइ त अब भगवान जस्तै भइसकेको रहेछ यार हो र हो त ए बालेन दाइ जित्छ भने मान्छे भन्छ यो गरिदिन्छु त्यो गरिदिन्छु को भन्छ गुँ खाइदिन्छु कोही भन्छ यार म त देशै छाडिदिन्छु गाह्रो छ त यार गाह्रो छ के गर्ने दिमाग खराब यस्तै हो जिन्दगी के गर्ने तर एउटा कुरा थाहा छ दाइ के कुरा हामीलाई त केही चाहिँदैन दुई तीनटा चिज भए पुग्छ हामीलाई के हामी त पढ्न पाएको छैन बोर्डिङ स्कुलमा बाउ बाजेलाई पैसा थिएन त्यति सरकारी स्कुलमा जान्थ्यो 7 घन्टी मध्ये त 2-3 घन्टी त बाहिर नै बित्थ्यो यार हो है हाम्रो पालामा यस्तो थियो तर हाम्रो छोरा छोरीको पालामा चाहिँ यस्तो नहोस् हैन हाम्रो एउटा चाहना फ्री स्वास्थ्य फ्री शिक्षा पाएको भए हामी छिटो नै देश फर्किन्थ्यौँ है हो यो दुईटा कारणले गर्दा हामी विदेशमा अहिले काम गर्नु गाह्रो छ जय नेपाल जय नेपाल जय बालेन सर जय बालेन